प्रमोसन इज नट अप्सनल, इज अक्सिजन फर द बिजनेस। कति बिजनेसहरू प्रोडक्ट राम्रो हुँदा पनि रिजनेबल प्राइसमा सेल गर्दै पनि आफूलाई मार्केटमा सस्टेन गर्न सक्दैनन् अनि भन्छन् कस्टमरलाई राम्रो प्रोडक्टको कदरै छैन, हल्लाको पछाडि मात्र लाग्छ। हामी सबै हल्लाकै पछाडि लाग्छौँ। के त्यो सबै हल्ला नराम्रो हो त? यदि कस्टमरहरू हल्लाकै पछाडि लाग्छन् भने तपाईँ किन आफ्नो प्रोडक्टको हल्ला गरेर कस्टमरलाई एट्र्याक्ट गर्न सक्नुहुन्न त? बिजनेस वर्ल्ड कठोर छ, कम्पिटेटिभ छ। मार्केटिङ एउटा हल्ला मात्र नभई सर्भाइभल स्किल पनि हो। रुल सिम्पल नै छ, अनि आफूलाई कसरी देखाउने त? जसले यो ट्रिक क्र्याक गर्छ ऊ नै सक्सेसफुल हुन्छ। मेरो एउटा क्लाइन्टले भन्नुहुन्छ म फेसबुकमा एड चलाएर आफ्नो बिजनेस ग्रो गर्छु। यदि मेल गरेर बिजनेस बिल्ड हुन्थ्यो भने आजको डेटमा आफ्नो सबै काम धन्दा छोडेर सबैले एड चलाउँथे। मेल लेख्दै बस्थे, म आफै आफ्नो एड चलाउँथे। संसार यति सजिलो छैन। एड चलाउन केही गलत होइन, तर त्यो एडबाट तपाईँले के मेसेज दिँदै हुनुहुन्छ त्यो सबभन्दा इम्पोर्टेन्ट कुरो हो। के त्यो मेसेज कस्टमरलाई इमोसनल्ली इम्प्याक्ट पार्यो कि पारेन? उनीहरूसँग एउटा कनेक्सन, एउटा रिलायबिलिटी बिल्ड गर्न सक्यो कि सकेन? त्यो इम्पोर्टेन्ट हो। र कनेक्सन कसरी बिल्डअप गर्ने हो यो तपाईँलाई जान्नु इच्छा छ भने कमेन्टमा स्टोरी लेख्नुहोस् र म छिटै यही टपिकमा डिटेलमा भिडियो बनाउँदैछु। यस्तै बिजनेस रिलेटेड इन्फर्मेसन र इन्साइट जान्नको लागि यो भिडियोलाई लाइक, सेभ र फलो गर्नुहोस्। हस्त, राधे राधे।